बाबालाई ड्याङ्गा देऊ न बाबालाई देऊ न बाबालाई ड्याङ्गा देऊ मलाई होइन हौ बाबालाई ए बाबालाई हो हजुर अब मेरो छोरो कति पुग्यो अरे मेरो सानो कति पुग्यो अरे हिजोदेखि 18 महिना लाग्यो होइन वैशाख के अरे चैतको 18 गते आयो अबे बाबाले पा गरिदेऊ न ए कान्छा एकासी साल चैतको 18 गते होइन ईद बक्कर ईद हो आज बक्कर ईद सरकारले बिदा दिन्छ हैन उयो लकडी की काठी लिएर लकडी की काठी खोइ छोरा खोइ लकडी की काठी लिएर आउँछ लकडी की काठी लिएर आउँछ दिदीलाई पनि उठ भन ओ कान्छा दिदीलाई पनि उठ भन लिएर आऊ बुझ्दो रहेछ त सबै बुझ्छ जुत्ताले सुरुवालले भन्दा नि हुन्छ ल्याऊ छिटो काठी ल्याऊ ल्याऊ बाबालाई देखाइदेऊ न लकडी कि काठी गरेर देखाइदेऊ अनि भाइ ढुङ्गा लडेर पनि देखाऊ ल लकडी कि काठी भन त खोइ खोइ ए कान्छा ओए कान्छा डगी पनि ल्याइदेऊ डगी पनि ल्याऊ डगी पनि बुझ्छ छोरोले डगी ल्याऊ सानो डगी कहाँ छ डगी कस्तो गर्छ डगी कस्तो गर्छ अरे कान्छा डगी ल्याऊ न सानो डगी कस्तो गर्छ अरे कस्तो गर्छ डगी डगीले कसो गर्छ बाबा हु गर्छ कसो गर्छ डगीले अनि हामीले खेदाउँदा के गर्छौँ सानो के गर्छौँ खेदाउँदा गर्छौँ नि के गर्छौँ अरे कान्छो ओ यस्तो खत्रै भएछ त कान्छो नानी कागदाजे नकाट्नु न कागदाजे भन्दै त जति लामो भिडियो त्यति बस्छ क्या युट्युबमा सानो भिडियो हुँदैन ए बा ए ल पछाडिबाट म देखाउँछु के अरे कान्छो कागदाजे पिपल झारिदेऊ कागिनी भाउजूलाई सिन्दुर पोते देऊ कागदाजे पानी पारिदेऊ कागिनी भाउजूलाई चुरा पोते देऊ भन्देऊ न काग होइन नानी सुनुलाले सुक्यो भन्छ कुखुरी कहाँ बासी भात खा खोइ मेरो बासी भात बिरालोले खायो खोइ बिरालो मुसो मार्न गयो खोइ मुसो दुलोभित्र पसो खोइ गाई के अरे खोइ दुलो गाईले किल्च्यो खोइ गाई खोलाले भगायो खोइ खोलो सुक्यो भन्दैछ नक्कली जाऊ तिम्रो सुज लिएर आऊ जाऊ सुज ल्याऊ सुरुवाल ल्याऊ जाऊ त जाडो छ बाबाको सुज कहाँ छ छोरीको सुज कहाँ छ गयो ल्यापटपमा अब